कोसी सर र बगिरहेको छ दुध कोसी नदी है त हाँस्नुहुन्छ गोजु के हो यो भन् त लु के हो भन् न हेलो गुड मर्निङ एन्ड वेलकम माई भिडियो है। आज चाहिँ म भर्खर उठ्न चाहिँ अघि नै उठेको अहिले चाहिँ यहाँनिर हल्का हाम्रो रुम चाहिँ यस्तै छ है त। घर यही हो, रुम यही हो। यहाँनिर बहिनी सुत्छ, भाइ सुत्छ, म सुत्छु। यो चाहिँ मेरो चट्ट लाएर मेरो घर यही हो। आजको भिडियो चाहिँ यही नै हुनेछ, घर वरिपरिको भनौँ न होइन। यो भिडियो चाहिँ यही नै हो, घर वरिपरिको मेरो घरहरू कस्तो छ तपाईँहरूलाई देखाउँछु। त्यही नै हो, चट्ट लाएर यो चाहिँ हाम्रो बुवा मम्मी सुत्ने कोठा भयो। यो बाहिर बरन्डा यस्तै छ गद्रङ मद्रङ। अब यो चाहिँ हाम्रो पाहुना आयो भने सुत्ने कोठा। अनि त्यसपछि कोही बास बस्ने आयो भने है त। यो चाहिँ अहिले बनाएको छैन भन्नाले ओछ्यान लगाएको छैन। ओछ्यान लगाएपछि पनि राम्रै हुन्छ, देख्छ हुन्छ। हाम्रो अब बाहिरको बरन्डा यही हो, त्यही नै हो गाइज। अब यस्तै छ घर। यहाँबाट झऱ्यो, अहिले त्यो झऱ्यो हाम्रो मौरीहरू पनि छ, हेर्न सक्नुहुन्छ। खेलाइरहेछन् मोबाइल। यहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ, हाँस्नुहुन्छ गोजु यही हो पसल भयो। यता घर यही हो, यता टोइलेटहरू छ। त्यो मासतिरको बाख्राको सुँगुरको खोर, हाम्रोतिर त सुँगुर पनि पाल्छ। त्यही भएर अब यहाँ अब चाहिँ आगो ताप्छ। गाउँघरतिर यही नै हो, आगो ताप्यो, बस्यो, उठ्यो, खायो। काम छ भने यहाँ आफ्नो आफ्नो काममा हिँड्छन् सबैजना। घाँस काट्नु पर्यो, के गर्नु पर्यो होइन। यस्तै नै हो। म चाहिँ अब 1-2 दिन बस्छु होला गाउँमा। अब मेरो बिदा नि सकिन लाग्यो, काठमाडौँ जानुपर्ने हुन्छ म फेरि 1-2 दिनमा। म त एकदमै चिसो छ, घाम पनि आउँदैन। अहिलेसम्म हुस्से लागेको थियो, बल्ल भर्खर अब यता हुस्से यतातिर जाँदैछ है त। अब देख्नुहुन्छ घाम भर्खरै लागेको हो। हाम्रो चाहिँ लगभग 10 बजेतिर मात्रै आइपुग्दो रहेछ है त घाम। पारीतिर चाहिँ लागिरहेको छ, देख्नुहुन्छ यता घाम भर्खरै आएको। के चाहिँ खिच्दैन हौ, खिच्दैन। चट्ट लाएर यो ठाडो चाहिँ ट्र्याक्टर झर्न सक्नेसम्म बाटो रहेछ है त। पल्लो बाटो चाहिँ छैन, थोरै मात्रै छ। त्यही नै हो। तपाईँहरूकोतिर के कस्तो छ देखाउनु होला, भन्नु होला, कमेन्ट गर्नु होला। हाम्रोतिर चाहिँ यस्तै छ। अब यहाँ मान्छे ट्र्याक्टर भर्न आउँछन् है, थुप्रोजना आउनुहुन्छ। तल कोसीबाट ट्र्याक्टर भरेर बल्ल भर्नुहुन्छ, त्यसपछि लानुहुन्छ। त्यही नै हो गाइज। अब गाउँतिर गयो भने गाउँतिरको भ्यू पनि हेर्नु होला, गाउँतिर के कस्तो छ, हाम्रो गाउँ चाहिँ कस्तो छ भनेर पनि म हाल्छु है। अनि अरू त्यही नै हो, अरू खासै त्यस्तो केही छैन। अघि चाहिँ थुप्रो थियौँ हामी आगो ताप्ने, अनि अहिले चाहिँ म मात्रै छु है त। सबैजना अब खैको आफन्त बित्नु भएछ, त्यही भएर सबैजना चाहिँ अब जाँदै हुनुहुन्छ। मलाई पनि जाउँ भन्नुहुन्थ्यो, तर म चाहिँ हिजो भलिबल खेल्दाखेरि आफ्नै भाइसँग ठोकेर लडेर हात पनि मर्क्यो, घाउ पनि भइरहेछ। त्यही नै हो है त। आउँदैछन् हाम्रा सरहरू, मान्छे ओसारेकै पुराकै छन्। मेरो बाइक चाहिँ यहाँनिर छ, त्यसलाई अलि यता राख्नु पर्यो है त। यस्तै हो, कस्तो छ कमेन्ट गर्नु होला। अब भिडियोहरू देख्न सक्नुहुन्छ। कहाँ पुगेर आउनुभयो माथि? छोरीलाई पुऱ्याएर आएको ए, गइसके ल। त्यही नै हो, उहाँको छोरी चाहिँ आउनुभएको थियो, अनि राति नै पुऱ्याइदिनु भएछ। हाम्रो चाहिँ माथि हाइवे भेट्नलाई हिँड्नै पर्छ, अनि राति नै जानुभएछ छोरीलाई लिएर। त्यही हो। अरू भिडियो हेर्नु भएको छैन भने हेरिदिनु होला, वाच गरिदिनु होला, कस्तो छ कमेन्ट गरिदिनु होला, माया देखाइदिनु होला है त। त्यही नै हो, मेरो घरको भ्यू यही नै हो। त्यो पल्लो चाहिँ पुरानो घर हो, अनि यो चाहिँ हाम्रो नयाँ भन्नाले पुरानै हो। यता मान्छे पुऱ्याएर आइसक्यो, पैसा बिहानै कमाएर पटक हानेर। जाने होइन पल्लो कैसे? तिमी पनि जाने? म त नजाने, हात दुखिरहेको। अनि तिमी चाहिँ जाने भन्छन् त, कसलाई लिएर जानु?
अनि हेलमेट यता लिएर आयो त हेलमेट तँ अनि तिम्रो हेलमेट हो अनि माइलमा लाने भन्छ फोन त अनि त्यो भाइले यता पठाइदियो त को भाइले त्यो उसको सिमनले होइन पिकेले के सागरले हौ लगिदिनु अरे कहाँ हिँडेको भन त स्कुल होइन होला अनि जाडो हुँदैन हुँदैन नाम भन त तिम्रो नाम भन न नाम भन न तिम्रो भन न भन न यता हेर न यता हेर न सोल्टी नि यता हेर न यता हेर न ऊ यहाँ हेर सोल्टी 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 डाँडा सोल्टी होस् के हो यो भन त लु के हो भन् न त लु भन त चिन्ता तेरो नाम के अरे भन त तेरो नाम के अरे यसले खान्छ नि फेरि केटा यसले खान्छ नि फेरि मलाई चाहिँ सट्टै खाला ओइ को हो त्यो को नेहा ल्या नेहा राम राम नेहा त अर्कै भएछ त ल्याउ मलाई चाउचाउ ल्याउ ल्याउनु ल्याउनु उयो को हो यो को हो यो अङ्कल चाहिँ कस्तो अङ्कल नभन यता हेर न यता यत्रो भइसक्यो नि हात राम 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 दिदीलाई लान्छु अब म दिदीलाई लान्छु दिदीलाई लान्छु म तिमीलाई नै लान्छु म लाँछु दिदीलाई इ मेरो दिदी हो भाइ चाहिँ लान्छु रुएको हेर लाँदिन सक्यो परीक्षा तिम्रो ए भोलिदेखि चाहिँ सुरु कतिमा पढ्छौ अरे यता हेर त दिदीलाई म लान्छु अब के को दिदी लान्छु म त अस्ति आएको अब ताप्दै बस्छु त हौ म त गाउँतिरको भाइ बहिनीहरूलाई जिस्कायो बस्यो यही त हो यस्तै हो गाइज अब उता गाउँतिर गयो भने त्यताको भिडियो हेर्नु होला है त अहिले एकछिन उता चारेको गाउँ के भन्छ त्यो गाउँ चार्नलाई के त्यस्तै जान्छ हाम्रो कोसी चाहिँ अहिले म पत्ती रोड देखाउँछु तपाईँहरूलाई यो पारि चाहिँ ओखलढुङ्गा हाम्रो चाहिँ खोटाङ पारि गाउँहरू पनि देख्न सक्नुहुन्छ उता त्यता चाहिँ गाउँ छ है होला हामी चाहिँ यस्तै नै हो सबैजना अहिले परीक्षा चलिरहेको छ त्यही भएर परीक्षा दिनलाई आइरहनु भएको भाइ बहिनीहरू त्यही नै हो भिडियोलाई हेरिदिनु होला अन्तिमसम्म है त आएको हेर्नु सक्नुहुन्छ आएको तपाईँ अहिले चाहिँ म यहाँ घरदेखि अलिकति मासतिर आएको छु है यहाँनिर चाहिँ मासतिरबाट चाहिँ अलिक हाम्रो गाउँ चाहिँ राम्रोसँग देखिन्छ त्यही भएर म यहाँ आएको छु देख्न सक्नुहुन्छ हाम्रो गाउँ यस्तो छ है त हाम्रो गाउँ यो छेउको मेरो घर भयो तल स्कुल छ यतातिर टनेला तलतिर एउटा घर बन्दैछ नयाँ उता यता मासतिरपट्टि पनि छ घर दुईवटा तिनवटा जति तर यहाँबाट चाहिँ देखेको छैन पारितिर पनि घर छ देख्न सक्नुहुन्छ हाम्रो दुधकोशी नदी यो पारितिरको सबै गाउँ है त यो चाहिँ गाउँ छ यो पारितिर तर क्यामेरामा चाहिँ अलिक देखेको छैन त्यही नै हो पारितिर रोडहरू माथिसम्मै जान्छ अहिले चाहिँ बिग्रेर त्यतिकै छ माथि मोलीतिर हाम्रो ओखलढुङ्गा जाने बाटो चाहिँ पारि हुँदै उता हुँदै जान्छ है त यो चाहिँ हाम्रो माथि ओडा जाने बाटो देख्न सक्नुहुन्छ हाम्रो गाउँको भ्यू चाहिँ यस्तो छ है त हाम्रो गाउँ यति सानो भयो नि चट्ट गाउँमा सम्म मिलेको चट्ट छ है त देख्न सक्नुहुन्छ यतातिर तल कोसी बगिरहेको छ हाम्रो दुधकोशी देख्न सक्नुहुन्छ हरियो बगिरहेको छ यति सफा छ नि यो पानी र यति चिसो पनि छ तपाईँहरू अब देख्न सक्नुहुन्छ यही नै हो त हाम्रो गाउँको भ्यू यही हो पारिपट्टि खोलादेखि पारिपट्टि अनि एउटा पाटो गाउँै छ त्यहाँ पनि भनौँ न छुट्टा छुट्टै भिरालो भए पनि त्यहाँ पनि गाउँ छ अनि एउटा उता पुल साइड पनि छ गाउँहरू त्यही नै हो हाम्रो गाउँको रोड चाहिँ यस्तो छ चट्ट यताबाट माथि जाने ट्र्याक्टर चाहिँ झर्छ अरू केही झर्न सक्दैन सबै खाल्टा अप्ठ्यारो छ
हुन्छ तलतिर घाम मजाले लागेको छ अहिले चाहिँ त्यही हो तरिका यही नै भन्न चाहन्छु यति नै आजको भिडियो चाहिँ लगभग यति नै हुन्छ होला हेर्नु होला छोटो छोटो भिडियो अब गाउँतिर घर घर गएर पनि बनाउने सोच चाहिँ छ के हुन्छ टन्नेलाहरू टन्नै छ कोसीबाट हाम्रो पनि लिफ्टिङबाट चाहिँ पानी तानेको छ कोसीबाट हाम्रो धारामा पनि आउँछ तर सानो आउँछ तर पनि लिफ्टिङ खेती गर्नको लागि चाहिँ हामीले लिफ्टिङबाटै तानेको छ यहाँनिर चाहिँ हाम्रो यो पाइप देख्न सक्नुहुन्छ यो चाहिँ पानी आएको हो यो पाइपमा चाहिँ हाम्रो घरमा त्यो माथि देख्न सक्नुहुन्छ बिजुलीको तार त्यही नै हो अरू सबै ठिक छ गाउँ पनि एकदमै रमाइलो छ यहाँको मान्छेहरू पनि एकदमै रमाइलो हुनुहुन्छ इमान्दार हुनुहुन्छ सबैजना त्यही नै अलिकति हाम्रो गाउँमा भनेको बाटोको प्रब्लम हो बाटो चाहिँ अलिकति राम्रो भएदेखि चाहिँ धेरै अरू सुविधाहरू पनि हुन्थ्यो मान्छेहरू बिरामी भइहाल्यो भने लान लागि हस्पिटल लानको लागि चाहिँ धेरै नै सजिलो हुन्छ भनौँ न त्यही नै हो अब अरू त जस ठिकै छ भनौँ न देख्न सक्नुहुन्छ हाम्रो यो चाहिँ पुरानो घर यो भयो मतान तलतिर काकीहरूको तलतिर घरहरू यही नै हो है त त्यो तलको चाहिँ स्कुल हो हाम्रो गाउँमा चाहिँ 5 क्लाससम्म मात्रै छ स्कुल अनि 6 देखि चाहिँ माथि खोक्सेली भन्ने ठाउँ जानुपर्छ लगभग हिँड्नुपर्छ टन्नै नै ल है त अब आजको भिडियो चाहिँ यति नै नेक्स्ट भिडियोमा भेट्नेछौँ फेरि नेक्स्ट भिडियो चाहिँ के हुन्छ त्यो चाहिँ थाहा छैन सोचेको छैन के हुन्छ भन्ने चाहिँ लगभग कोसी पनि जानुपर्ने छ आएदेखिको म चाहिँ कोसीतिर गएको छैन किनभने एकदमै चिसो छ क्या पानीमा पस्नै सकिँदैन नपसिसकेपछि कोसी जानुको मतलब पनि हुँदैन किनभने पानीमा खेल्नु पायो भने पो राम्रो हुन्छ होइन कोसीमा गएर पानी नै नखेलेपछि त मजा हुँदैन अब फिसिङ पनि गर्नुपर्छ माछा मार्नुपर्छ अब माछा चाहिँ खासै पाउँदैन चिसोमा किनभने चिसोमा उनीहरूलाई नि कता कता हुन्छ त्यही पनि माछा पनि अब धेरै छैन कोसी सानो हुँदै गएको छ करेन्ट हान्ने भइरहेको माथितिर करेन्ट हान्ने धेरै बढिरहेको छ त्यही भएर पनि माछाहरू चाहिँ अहिले छैन त्यही नै हो गाइज देख्न सक्नुहुन्छ र हाम्रो यो चाहिँ पुल जाने बाटो ओब्लु भन्छ पुल जाने बाटो तल पुल छ पारी पुल छ कोसीदेखि नै हाल्नुभयो होला यहाँबाट भिर छ तल कोसी सरर बगिरहेको छ दुध कोसी नदी है त हाम्रो चट्ट लाएर देख्न सक्नुहुन्छ चट्ट घर यही हो बाजे चाहिँ त्यहाँनिर हिँडिरहनु भएको छ अहिले हो ल भिडियो चाहिँ यहीँसम्म लाइक कमेन्ट सेयर र सब्सक्राइब पनि गरिदिनु होला भिडियो कस्तो छ त्यो पनि कमेन्ट गरिदिनु होला कमेन्ट सेक्सनमा कमेन्ट गर्न चाहिँ नबिर्सिदिनु होला कस्तो लाग्यो भिडियो है त यही नै हो सर